ससाना कुराहरूलाई तिलको पहाड बनाएर पहिले पहिले तिलका तहाड बनायो भनेर भन्थे। तिलका तहाड भनेर, तिलका ताड होइन, तिललाई नै पहाड बनाउने चलन छ र त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि एउटा के सानो त्यहाँद्रो केही विषय पाए जस्तो लाग्यो केही मान्छेलाई, उफ्रिराखेका छन्, कुदिराखेका छन्। के पायौँ भनेर भेटियो, इस्यु भेटियो भनेर हिजैदेखि सुरु छ वक्तव्यबाजी। इस्यु भेटियो, यही मौका हो, यही केन्द्र हो, यही डोरीलाई नाग बनाउनुपर्छ, नाग भनेर कोही कुद्या छ, कोही के भनेर कुद्या छ, केही अर्थ छैन। हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ इमान्दारिताका साथ। बस म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो देश भनेको छ जसले बनाओस्, जसरी बनाओस्,